टप इन टी20 सिरिज अन्तर्गत नेपालले खेल्ने पहिलो खेल एन्टी स्ट्राइक विरुद्ध रहेको छ भने उक्त खेलको बारेमा सम्पूर्ण जानकारी दिएको छु। भिडियोलाई पुरा हेर्नुहोला र सबैभन्दा सुरुमा खेल कहिले र कहाँ हुँदैछ त्यो जानकारी गराउँदैछु। र अब सबैभन्दा पहिले खेलको समय र स्थानको कुरा गर्ने भने नेपालले टप इन टी20 2026 को आफ्नो पहिलो खेल एन्टी स्ट्राइक विरुद्ध 2026 मा खेल्दैछ। खेल डार्बिन स्थित डिएक्सी एरिना 1 मा हुनेछ। त्यसैगरी नेपाली समयअनुसार खेल दिउँसोको 2:15 मा सुरु हुनेछ भने यो नेपालका लागि प्रतियोगिताको पहिलो लिग स्टेजको म्याच हुनेछ। र त्यसैगरी अर्को कुरा गर्ने भने हेड टु हेडको चर्चा गर्नेछौँ। र हेड टु हेडको चर्चा गर्ने भने हेड टु हेडमा टप इन टी20 मा नेपाल र एन्टी स्ट्राइकर बीचको पछिल्लो भिडन्त 2025 मा भएको थियो भने एन्टी स्ट्राइकले नेपाललाई 42 रनले पराजित गरेको थियो र एन्टी स्ट्राइकले पहिले ब्याटिङ गर्दै 177 रन बनाएको थियो भने जवाफमा नेपालले 20 ओभरमा 135 रन मात्र बनाएको थियो भने नेपालले 8 विकेट गुमाएको थियो। त्यसैले टप इन टी20 मा हालसम्मको भिडन्तको हेड टु हेड गर्ने भने एन्टी स्ट्राइक 1 विन छ भने नेपाल 0 विन। त्यसैगरी गत वर्षको हारको बदलाको लागि पनि नेपाललाई अब भने अवसर रहेको छ भने गत वर्षकै प्रतिद्वन्दी विरुद्ध नेपाल मैदानमा ओर्नेर आएको। त्यसैगरी खेल कहाँ हुँदैछ र त्यहाँको कन्डिसन कस्तो छ त त्यसबारे चर्चा गर्ने भने खेल डिएक्सी एरिना 1 डार्बिनमा हुँदैछ। डार्बिनको कन्डिसनमा खेल्दा नेपाली टोलीले अस्ट्रेलियाको वातावरण पिच र मौसमलाई आफूसँग एडाप्ट गर्न सक्ने मौका पाउनेछ। विशेष गरी सुरुवाती ओभरमा पेस र बाउन्सलाई राम्रोसँग सामना गर्ने र बलिङ गर्दा सही लाइन लेन्थ कायम गर्नु नेपालको लागि महत्त्वपूर्ण हुनेछ। र त्यसैगरी लाइभ कहाँबाट हेर्ने त्यसबारे चर्चा गरौँ। र लाइभ कहाँबाट हेर्ने यो कुराको बारेमा जानकारी गराउनु पर्दा फेरि नेपालबाट हेर्नको लागि डिस होम गो अफिसियल ब्रोडकास्टर नियुक्त भएको छ भने नेपालबाट डिस होम गो एप प्लेटफर्म मार्फत नेपाल भर्सेस एन्टी स्ट्राइक सहित नेपालको टप इन टी20 का खेलहरू लाइभ हेर्न सकिनेछ। र अब कुरा गर्ने भने दर्शकले याद राख्नुपर्ने कुरा भनेको खेल 21 अगस्तमा दिउँसो 2:15 मा एन्टी स्ट्राइक भर्सेस नेपालको खेल डिएक्सी एरिना 1 डार्बिनमा हुँदैछ। र त्यसैगरी गत वर्ष यही एन्टी स्ट्राइकसँग 42 रनले पराजित भएको नेपालले यसपटक बदला लिन सक्छ कि सक्दैन त्यो भने कमेन्ट गर्नुहोला। र खेलको 21 अगस्त दिउँसो 2:15 मा डिएक्सी एरिनाबाट डिसोमकोबाट लाइभ आउनेछ भने खेलको बारेमा यो जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। त्यसैगरी आफू कुन ठाउँबाट टप इन टी20 सिरिज हेर्नको लागि रेडी हुनुहुन्छ आफ्नो ठाउँको नाम भने कमेन्ट गर्नुहोला।